साथीहरू, तपाईँहरूलाई थाहा छ थाहा छैन, हामीहरूले नेपालमै बसेर पनि अमेरिकामा बिजनेस गर्न सक्छौँ। अहिलेको दुनियाँमा अमेरिका जानु पर्दैन। तपाईँले घरमा बसे बसे नेपाल जुनसुकै संसार जहाँसुकै भए पनि तपाईँहरूले अमेरिकामा आफ्नो बिजनेस सेटअप गर्न सक्नुहुन्छ। कसरी, म तपाईँलाई देखाउँछु। एमाजोनमा तपाईँहरूले आफ्नो सामान सेन्ड गरेर उहाँ पठाएर त्यहाँबाट एमाजोनले बेचिदिनेछ र पैसा तपाईँको ब्याङ्क एकाउन्टमा आउनेछ। तपाईँलाई विश्वास लाग्दैन, म तपाईँहरूलाई प्रुफको साथ देखाउनेछु। यहाँ देख्न सक्नुहुन्छ यो सबै पेमेन्ट मेरो एमाजोनबाट भयो र यो सबै मेरो खातामा आएको छ। र तपाईँहरू पनि चाहनुहुन्छ र यसरी नै आफू घरमा बसी बसी अमेरिकामा बिजनेस गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो। कसरी गर्ने म तपाईँहरूलाई पुरै जानकारी दिन्छु। हेर्नु है। फर्स्ट अफ अल तपाईँहरूले आफ्नो सामानहरू चाइनाबाट सिपमेन्ट गर्नुपर्ने हुन्छ र सिपमेन्ट गरिसकेपछि तपाईँले पहिला एमाजोनको एकाउन्ट खोलेर त्यसबारेमा तपाईँहरूले आफ्नो सामान एड गर्ने, कुन सामान पठाउँदै हुनुहुन्छ र त्यसमा सिपमेन्ट गर्ने। सिपमेन्ट गरिसकेपछि तपाईँहरूको सामान अमेरिकाको स्टोरमा एक्टिभ हुन्छ र एक्टिभ भइसकेपछि तपाईँहरूको सामान सेल हुन्छ र सेल भएपछि तपाईँको एकाउन्टमा पैसा विड्र हुन्छ। र यो सबै प्रोसेसहरू कसरी गर्नुपर्छ, कसरी गर्ने भन्ने कुरा जानकारी तपाईँहरूले मैले यो एउटा भिडियोमा भनेर तपाईँहरूलाई कहिले पनि हुँदैन र हुँदैन, यो सकिँदैन पनि। र यही प्रोसेस हामीहरूले गर्दै जानुपर्छ। एक एक प्रोसेस, एक एक स्टेप हामीले सिक्नुपर्छ र तपाईँहरूले रेगुलर 1 हप्तासम्म सिक्नुभयो भने तपाईँले सजिलै यो काम सुरु गर्न सक्नुहुन्छ। र यसको लागि धेरै पढ्नुपर्ने, धेरै कुरा गर्नुपर्ने, धेरै के पनि छैन। सामान्य इङ्ग्लिस जान्नुहुन्छ र अहिलेको जमानामा त ट्रान्सलेट गरेर तपाईँले सक्नुहुन्छ। इङ्ग्लिस जान्नुपर्ने जरुरत नै छैन। र यो स्टेप चाहिँ तपाईँले सिक्न पर्ने हुन्छ। र यो पुरै स्टेपको कसरी गर्ने भनेर मैले एउटा कोर्स बनाएको छु र त्यो कोर्समा तपाईँहरूले सिक्न चाहनुहुन्छ भने मेरो इमेलमा या व्हाट्सएप नम्बरमा मेसेज सेन्ड गर्नु होला। म तपाईँलाई एक एक स्टेप सिकाउनेछु। ओके, थ्याङ्क यू।